विवाह भएको छोटो समयमा युके प्लान भएकी लोकदोहोरी गायिका रेणुका भट्टराईको युकेमा रहेछ यति ठुलो घर। नेपालबाट युके जाने क्रममा नेपाल सबै दर्शक लगायत कलाकार समकालीन साथीलाई रुवाउँदै भावुक हुँदै युके लागेकी थिइन् गायिका रेणुका भट्टराई। रेणुका भट्टराईले फेसबुक र युट्युबको माध्यमबाट आफूले नयाँ भ्लग सुरु गरेकी छिन्। आफूले युकेमा गर्ने कार्य कसरी बित्दैछन् त आफ्ना दिनहरू, आफ्ना श्रीमानसँग कसरी नतमस्त व्यस्त छिन् भन्ने दोहोरी गायिका रेणुका भट्टराईले फेसबुक र युट्युबको माध्यमबाट जानकारी गराइरहेकी छिन्। पछिल्लो समयकी चर्चित लोकदोहोरी गायिका रेणुका भट्टराई गत वैशाख 5 गते धुमधामसँग विवाह बन्धनमा बाँधिएकी हुन्। उनको विवाहमा आफ्ना लोकदोहोरीका कलाकार टिम साथी लगायत आफन्त इष्टमित्रको साथमा उनको धुमधामसँग विवाह भएको हो। उनको माकी विवाह नरेन घिमिरेसँग भएको हो। विवाह लगत्तै 10 दिनको अन्तरालमा उनी आफ्नै कामको सिलसिलामा रोजगारीको लागि युनाइटेड किङडम लन्डनमा पुगेका थिए। लन्डनमा पुगेको केही समयपछि गायिका रेणुका भट्टराईलाई पनि उहीँ बसोबास गर्ने गरी नेपालबाट झिकाएका थिए। त्यो झिकाएको खबर भने कसैलाई थाहा थिएन। एकादम गायिका अस्मिता डल्लाकोटीसँग रुँदै कल्लाउँदै दोहोरी सार्वजनिक भयो। त्यसपछि यत्रतत्र सर्वत्र बन्न थाल्यो। सबैलाई थाहा भयो कि अब रेणुका भट्टराई नेपाल छाडेर युके पलायन हुँदैछिन् भन्ने थाहा पाएपछि सामाजिक सञ्जालबाट सबैले दुःख व्यक्त गर्न थाले। गायिका रेणुका भट्टराईले फेसबुकको माध्यमबाट दर्शकहरूलाई सान्त्वना दिँदै मुटु भकानिँदैछ, मन रुँदैछ। एकातिर जन्मदिने बाबा आमा दिदीबहिनी भाइ भिनाजु बाबा नानी, एकातिर घरमा एक्लै सासु मम्मी, फेरि एकातिर रुँदा सँगै रुने, हाँस्दा सँगै हाँस्ने प्राणभन्दा प्यारो साथी अस्मिता डल्लाकोटी। उस्तै मिलनसार गीत सङ्गीतमा मित्र अनि बाहिरको साथीभाइ, मलाई अति धेरै माया प्रिय दर्शक श्रोता सबैलाई एकातिर मुटु गाँठो पारेर छाडेर जाँदैछु। अर्कोतिर जोसँग म सँगै बस्ने पर्ने, जसले म आउने बाटो हेरेर बस्नु भएको छ, मेरो जीवनसाथी, उहाँलाई भेट्न जाँदैछु। म पनि पहिले भन्दा अहिले भारी छु। एकातिर खुसी, अर्कोतिर पीडा बोकेर जाँदैछु। हजुरहरूको माया अनि आशीर्वाद म प्रति सदैव यस्तै रहिरहोस् भन्दै भावुक हुँदै युके पलायन भएकी हुन् गायिका रेणुका भट्टराई। युकेमा गएपछि माया नमार्नु है भन्ने धेरै कलाकारहरूका लागि फेसबुक र युट्युबको माध्यमबाट आफूले देखाएको श्रीमानसँग चाहिँ होइन है, भ्लग मैले सुरु देखाएको चाहिँ गरेकी छिन्। होइन। उनले तर अब भ्लगमा आफ्नो जताततै बस्ने रहेछ घर त्यही भएर कसरी यसो गरिन्छ हालिदिएको मात्र हो, काम उहाँका देखाएको होइन। होइन इष्टमित्रहरूसँग पनि देखाइरहेकी छिन्। बिहानको नास्ता, दिउँसोको खाना, साँझको खाना पनि आफूले भ्लगमा देखाइरहेको तस्बिरबाट देखिन्छ।